अहिले त मलाई भयो यस्तो भोलि यो तपाईँहरूलाई पनि हुनसक्छ, त्यसैले भिडियो ध्यान दिएर हेर्नु होला है। क्यानाडाको इमिग्रेसन जर्नीमा मेरो जिन्दगीमा एउटा घटना घट्यो। यो हो कुरा 2026को अप्रिल 23 को, जुन दिन मैले टिआरबी इनसाइड क्यानाडा एप्लाई गरेको थिएँ। यो भनेको टेम्पोररी रेसिडेन्ट भिजा अर्थात् भन्नुहोस् भिजिटर भिजा अथवा तपाईँको पासपोर्टमा चाहिँ स्ट्याम्पिङ, भिजाको स्ट्याम्पिङ लगाउने काम। अनि अरू साथीहरूलाई परेन, मलाई नै किन यस्तो गर्नु पर्यो त भन्दाखेरि चाहिँ मेरो चाहिँ पासपोर्ट, पुरानो जुन पासपोर्ट थियो म नेपालबाट आउँदाखेरि स्टुडेन्ट भिजामा आउँदाखेरि, त्यो पासपोर्ट एक्सपायर भयो क्या 2026 को सुरुतिरै। अनि त्यो एक्सपायर भएको कारणले गर्दाखेरि चाहिँ मैले नयाँ पासपोर्ट बनाउनु पर्यो। अब त्यो पासपोर्टमै मेरो चाहिँ पिजिडब्लुपी पनि त्यसमा लिङ्क भएको छ नि त, जति पासपोर्टको ड्युरेसन थियो त्यति नै पिजिडब्लुपी पनि लिङ्क भएको कारणले गर्दाखेरि चाहिँ पिजिडब्लुपी पनि एक्सटेन्सन गर्नु पर्यो। त्यसको भिडियो मैले बनाइसकेको छु, हेर्नु भएको छैन भने गएर हेर्न सक्नुहुन्छ। अनि त्यो भएपछि अब टिआरबी चाहिँ किन चाहियो भन्दाखेरि चाहिँ पुरानो जुन पासपोर्टमा स्ट्याम्प त लागेको थियो त्यसको डेट त्यो पुरानो पासपोर्टको एक्सपायरीसँगै सकियो। अब नयाँ पासपोर्ट बनाइसकेपछि चाहिँ नयाँ डेट चाहियो, नयाँ स्ट्याम्पिङ चाहियो। अनि यो टिआरबी चाहिँ क्यानाडा छोडेर बाहिर जानको लागि चाहिने होइन, देखाउनु पर्दैन कहीँ पनि। तर जब हामी फेरि क्यानाडा इन्टर गर्न खोज्छौँ त्यतिखेर यो स्ट्याम्पिङ चाहिन्छ। तपाईँसँग वर्क पर्मिट भए तापनि यो स्ट्याम्पिङ छैन भने तपाईँहरूलाई क्यानाडाभित्र छिर्नलाई लफडा हुन्छ। त्यही भएर यो स्ट्याम्पिङ चाहियो, चाहे यसको नाम भिजिटर भिजा होस् चाहे टेम्पोररी भिजा होस्, जेसुकै भन्नुहोस्। तपाईँ वर्क पर्मिटमा भए पनि भिजिटर भिजा यो टिआरबी चाहियो। त्यही भएर मलाई चाहिँ 26मा म नेपाल एकचोटि ट्राभल गर्ने मेरो प्लान भएको कारणले गर्दाखेरि मलाई टिआरबी एप्लाई गर्नुपर्ने अवस्था आएको हो। अनि यतिखेर जुन मैले एप्लाई गर्ने बेलामा 23 तारिकको दिनमा मैले चाहिँ प्रोसेसिङ टाइम हेरेको थिएँ। त्यो बेलामा हेर्दाखेरि चाहिँ जस्ट 10 डेज इनसाइड क्यानाडाबाट टिआरबी एप्लाई गर्ने हो भने 10 डेजको मात्रै प्रोसेसिङ टाइम थियो। 10 डेज भनेको त कति नै हो र होइन, एकदमै छिटो रहेछ भनेर म चाहिँ ढुक्क भएँ, मक्क परेँ। मलाई लाग्यो कि यो 10 दिन जुन देखाइरहेको छ 15-20 दिन नै लागे तापनि घरमा पासपोर्ट डेलिभर भएर सबै काम सकिनसम्म 1 महिनासम्म त काम सकिन्छ होला भनेर नेपाल जाने ट्राभल प्लान बनाएँ। तर 2 महिना पछिको बनाएँ। अब एकदम पनौती नै लाग्यो भने पनि 2 महिनासम्म त कसो नआउला भनेर 2 महिनापछि नेपाल जाने ट्राभल प्लान बनाएँ मैले। यहाँसम्म सबै नर्मल नै चलिरहेको छ होइन, यहाँसम्म केही भएको छैन। भर्खर मैले एप्लिकेसन एप्लाई गरेँ, टाइम एकदमै राम्रो देखाइरहेको छ। मेरो ट्राभल प्लान 2 महिना पछिको छ, 1 महिनामा त आइहाल्छ भन्ने, एकदमै ढिला भए पनि 1 महिनामा त आइहाल्छ भन्ने छ। तैपनि मैले अब अझ पछि राखेर 2 महिना पछिको नै ट्राभल प्लान बुक गरेर फ्लाइट टिकट यहाँ त्यहाँ सबै किनिसकेँ। अब यति एप्लाई गरिसकेपछि काम के त भन्दाखेरि जस्ट वेटिङ त हो होइन। जिसिकीमा एप्लाई गरिसकेको छ, अब वेट गरेर बस्यो। जिसिकीमा एप्लाई गरेको पहिलो हप्ता एकदमै सुनसान भयो, केही अपडेट आएन। ल ठिकै छ, यो पहिलो हप्ता गइहाल्यो, दोस्रो हप्तामा त आइहाल्छ नि। 10 डेजको प्रोसेसिङ टाइम भनेको अब सायद दोस्रो हप्ता लाग्छ होला, वर्किङ डेज पनि हुनसक्छ नि त होइन। त्यही भएर दोस्रो हप्तामा त आउला भनेर बस्दै दोस्रो हप्ता पनि केही अपडेट, एकदमै सुनसान छ है। जिसिकी हेरिरहेको थिएँ, हरेक दिन म हेर्थेँ, केही नआइकन दोस्रो हप्ता पनि बित्यो। अब चाहिँ मलाई के लाग्यो भने 10 डेजको नर्मल प्रोसेसिङ टाइम भनेको छ 14 दिन भइसक्यो। के हो यो, के भइरहेको छ भनेर दोस्रो हप्ताको अन्तिम दिन फ्राइडे गएर मैले आइआरसिसीलाई कल लगाएँ, के रहेछ त मेरो स्ट्याटस, के भइरहेको रहेछ भनेर बुझ्नलाई। अब त्यहाँनिर एजेन्टले फोन उठाउनुहुन्छ, उहाँहरूले चाहिँ यदि केही त्यहाँनिर तपाईँको कुनै स्टेजमा पुगेको छ अथवा केही स्ट्याटसमा केही प्रब्लम छ, केही नोटहरू छ, केही अड्केको छ भने पत्ता त्यहाँनिर राखिदिएको हुन्छ, त्यही भन्न सक्नुहुन्छ भनेर मैले गरेँ। तर त्यस्तो मेरो केही पनि त्यहाँनिर कुनै नोटहरू पनि छ भन्ने खालको कुरा भएन। तर त्यो फोनमा मैले अर्को कुरा के पत्ता लगाएँ भने यो नर्मल प्रोसेसिङ टाइम भनेर भनेको जुनसुकै एप्लिकेसनको पनि सबैजनालाई मिल्छ भन्ने छैन रे, सबैजनालाई मिल्नुपर्छ भन्ने छैन रे, म्याक्सिममलाई मिल्छ रे तर सबैलाई मिल्छ भन्ने छैन रे। त्यही भएर नर्मल प्रोसेसिङ टाइम भन्दैमा तपाईँको अब हुन्छै भन्ने चाहिँ छैन, तर अब किन नभएको हो भन्ने खालको कुरा भएर खासै त्यस्तो मैले युजफुल मेरो यो एप्लिकेसनमा के भएको रहेछ त भन्ने कुरा मैले केही पनि पत्ता लगाउन सकिनँ। त्यसै गरी 3 हप्ता बित्यो अनि 4 हप्ता पनि बित्यो। 1 महिना भइसक्दा पनि मेरो कुनै अपडेटै आउँदैन, अगाडि बढ्दैन फाइल। के भइरहेको छ, एकदमै तनाव हुन थाल्यो अब चाहिँ। किन भन्दा मैले फ्लाइट अलरेडी पैसा सबै तिरिसकेर फ्लाइट टु वेको फ्लाइट बुक भइसक्यो। अर्को भनेको कामबाट बिदा पनि मिलाइसकेको अवस्था हो कि, फ्लाइट पनि भइसक्यो, बिदा पनि मिलिसक्यो, जानको लागि रेडी। तर अब यो टिआरबीको एप्लिकेसन चाहिँ 1 महिना भइसक्दा पनि कुनै अत्तो पत्तो छैन, एकदमै टेन्सन हुन थाल्यो। र मैले के रहेछ त प्रोसेसिङ टाइम एकचोटि फेरि हेर्नु पर्यो भनेर हेर्दाखेरि अब चाहिँ टिआरबी इनसाइड क्यानाडाको प्रोसेसिङ टाइम 16 डेज 16 दिन भइसकेको रहेछ। भनेको पहिला 10 दिन थियो मैले एप्लाई गर्दा, 16 दिन भइसकेको रहेछ। तर 16 दिनै मान्नुहोस् न, 16 दिन लगाउनुहोस् मेरो फाइललाई, तर 1 महिना भइसक्यो नि त मेरो त यार।
16 को डबल भइसक्यो। के भइरहेको छ अलिकति एकदमै टेन्सनको अवस्था आइसकेको थियो यतिखेर। यही हप्ताको एन्डमा फेरि आइआरसिसीलाई फोन गरेर सम्झाएँ कि एकदमै धेरै भइसक्यो तपाईँहरूको प्रोसेसिङ टाइमभन्दा मेरो अहिले लागेको यो टाइम चाहिँ के भइरहेको छ, मेरो टाइमलाइनमा किन समस्या भइरहेको छ, काहीँ केही मैले गर्नुपर्ने केही छ कि किन यत्तिको ढिला भइरहेको छ भनेर फेरि फोन गर्दाखेरि चाहिँ अहिलेको यो एजेन्टले चाहिँ तपाईँको सोचेभन्दा नि एकदमै धेरै भएको रहेछ। म एउटा नोट एट्याच गरिदिन्छु नि त भिजा अफिसरको लागि भनेर भन्नुभयो। अनि चाहिँ मलाई अलिकति ल ठिक छ नोट एट्याच गरेपछि चाहिँ अलिकति छिटै हुन्छ कि काम भनेर अलिकति मलाई चाहिँ त्यो फिल भयो। 4 हप्ता भइसकेको अवस्था हो। 4 हप्ताको पनि लास्ट भनेको फ्राइडेतिरको कुरा हो। अब भोलि स्याटरडे, पर्सि सन्डे, स्याटरडे सन्डे त काम हुने कुरै भएन, बन्द हुन्छ अफिस होइन। त्यसपछि अब मन्डे कमसेकम यो नोट एट्याच गरिसकेपछि त मन्डे त केही न केही पोजिटिभ साइन आउला नि त भनेर मन्डेको आशमा बसेँ म। तर विडम्बना न मन्डे के अपडेट आयो न ट्युसडे के अपडेट आयो। एकदमै तनाव हुन थाल्यो। अब यो 5औं हप्ता चलिरहेको छ है, 4थो हप्ता कटिसक्यो। 5औं हप्ताको पनि मन्डे पनि केही छैन, ट्युसडे पनि केही छैन। किन भन्दा मैले जम्मै मेरो 2 महिनाभित्रमा ट्राभल गरिसक्नु पर्ने प्लान थियो। 5औं हप्ता भइसक्यो। यो पनि टिआरबीको एप्लिकेसनको लागि मात्रै। तपाईँको यो एप्रुभ भनेर आइसकेपछि फेरि तपाईँले स्ट्याम्पिङको लागि पठाउनु पर्यो। उहाँहरूले स्ट्याम्पिङ गरेर घरमा फेरि मेल डेलिभरी गर्नलाई त्यो कति टाइम लाग्छ त्यो छुट्टै कुरा छ, त्यसको कुनै पनि प्रोसेसिङ टाइम छैन। त्यही भएर एकदमै टेन्सनको अवस्था सिर्जना भइरहेको अवस्था थियो यतिखेर। अब मेरो पेसेन्स लेभल 0मा आइसकेको थियो। लिटरल्ली मेरो पेसेन्स लेभल 0 थियो यति बेला। अनि म त्यो बेलामा रेडिटहरू चलाउँथेँ, रेडिटहरूमा पोस्टहरू हेरेर आएको हुन्थेँ। त्यहाँनिर चाहिँ 1-2टा पोस्ट देखेको थिएँ कि तपाईँको कुनै पनि आइआरसिसीसँग रिलेटेड एप्लिकेसन प्रोसेस चाहिँ लङ्गर देन देयर पोस्टेड प्रोसेसिङ टाइम, त्योभन्दा बढी छ भने चाहिँ तपाईँले आफ्नो लोकल एमपीसँग कुरा गर्न सक्नुहुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एमपीलाई तपाईँले यसमा चाहिँ ल्याउन सक्नुहुन्छ, आफ्नो केस भन्न सक्नुहुन्छ, प्रोबेबली उहाँहरूले हेल्प गर्न सक्नुहुन्छ भनेर मैले पनि अब त्यो पत्ता लगाएपछि आफ्नो यहाँको यो सिटी अफ मेडिसिन हेडको एमपीलाई खोजेँ, गुगलमा गएर भेट्टाएँ। उहाँको इमेल आइडी पनि भेट्टाएर आफ्नो केस यस्तो यस्तो छ भनेर इमेल पठाएँ। मेरो केस यस्तो हो, म चाहिँ नेपाल जानुपर्ने यस्तो छ, मैले बुक गरिसकेँ फ्लाइटहरू, भिसाको टाइमभन्दा एकदमै धेरै भइरहेको छ, यस्तो समस्या छ, के गर्न सकिन्छ कि भनेर भने। अब यहाँ त्यस्तो पावर लाग्ने नेपालको भन्ने जस्तो त होइन, तैपनि आइआरसिसीले दिएको टाइमलाइन भन्दा एकदमै धेरै भएको कारणले गर्दा चाहिँ के भएको रहेछ, केही प्रब्लम छ कि किन अड्किया रहेछ भनेर उहाँहरूले आफ्नो तरिकाबाट हेर्न सक्नुहुन्छ भनेर त्यो फेसिलिटी पनि युज गरौँ त भनेर गरियो। त्यसपछि मैले रातितिर इमेल गरेर म सुतेँ। राति त्यसरी इमेल पठाएर म सुतेँ। भोलिपल्ट उठेर अफिस आवरमा म अफिसमा काम गरिरहेको थिएँ। त्यस्तै बिहानको 9-10 बजेतिर एमपीको सेक्रेटरीबाट मलाई रिप्लाई आयो त्यही इमेलमा। एउटा अथोराइजेसन फर्म भन्ने हुँदो रहेछ आइआरसिसी, अरू कोही मान्छेले बुझ्दिनको लागि चाहिँ हामीले साइन गरेर अथोराइज गर्नु पऱ्यो, हाम्रो डिटेल्सहरू दिनु पऱ्यो, एप्लिकेसन नम्बरहरू दिनु पऱ्यो, त्यसमा साइन गरेर अथोराइज गरेर ल अथोराइजेसन पाउनुभयो तपाईँले, मेरो बिहाफमा कुरा गर्नुहोस् भनेर दिने एउटा फर्म भयो। त्यो हुँदो रहेछ उहाँहरूसँग। मैले त्यो भरेर दिएँ र साथसाथै एउटा आइडी कार्ड पनि पठाउनुहोस् भन्नुभयो। त्यो चाहिँ सायद यहाँको रेसिडेन्ट हो कि होइन त्यो पत्ता लगाउन हो कि अथवा नर्मल्ली आइडी कार्डमा आएको हो। त्यो चाहिँ मैले अब यहीँको रेसिडेन्ट हो भनेको थिएँ। त्यो अनुसार मैले त्यो पनि आइडी कार्ड हालिदिएँ। मेरो अब ड्राइभिङ लाइसेन्समा यहाँको नै एड्रेस छँदैछ होइन। त्यो भएर मैले त्यो पठाइदिएँ। त्यसपछि हुन्छ म कुरा गर्छु भनेर उहाँले भन्नुभएको थियो। त्यसको भोलिपल्ट उहाँको फेरि अर्को इमेल आयो। त्यसमा चाहिँ मैले आइआरसिसीमा फलोअप गरेँ यो केसमा, यो रुटिन एप्लिकेसन नै भनेर राखिएको छ, खासै केही त्यस्तो लफडा भएको त्यस्तो केही केसहरू चाहिँ देखाएन। अब एउटा नोट चाहिँ फेरि उहाँले फेरि एउटा नोट एड गरिदिनु भएको छ, तर अब यो रुटिन एप्लिकेसन भनेको भएर केही गर्न सकिन्छ जस्तो कुरा गर्नु भएन भनेर भन्नुभयो। अनि लास्टमा एउटा नोट भनेर चाहिँ उहाँले त्यही इमेलमा यदि तपाईँले आफ्नो प्रुफ केही छ, तपाईँसँग अर्जेन्ट देखाउन सक्ने खालको फ्लाइट बुक गरिसकेको अथवा केही प्रुफ छ भने, जानुपर्ने यो ट्राभल गर्नुपर्ने त्यस्तो केही छ अथवा पैसा तिरिसकेको रिसिटहरू केही छ भने एकचोटि मलाई पठाउनुहोस्, म त्यो चाहिँ उहाँलाई एट्याच गर्न लगाइदिन्छु नि त भनेर भनेपछि चाहिँ अनि मैले हतनपत्त मसँग फ्लाइट बुक गरेको त प्रमाण थियो, पैसा तिरिसकेको त्यो रिसिट चाहिँ उहाँलाई तुरुन्तै पठाइदिएँ। त्यसपछि हुन्छ उहाँले म आइआरसिसीमा यो पनि एट्याच गरिदिन्छु भनेर त्यो कुरा मेलमा भन्नुभयो। यो चाहिँ 5th विकको पनि वेडनेसडे थर्सडेतिरको कुरा थियो। किन भन्दा मैले ट्युसडेदेखिबाट चाहिँ एमपीको बारेमा रिसर्च गरेर एमपीलाई कन्ट्याक्ट गर्नलाई ट्युसडेदेखिबाट लागि परेको थिएँ। ट्युसडे, वेडनेसडे, थर्सडे 3 दिनभित्रको कुरा थियो यो। अनि अर्को कुरा भनेको मेरो यो सिटी अब अलिकति सानो ठाउँ हो, सायद सानो भएको भएर होला एकदमै छिटो रेस्पोन्स
आयो। अब अन्त ठुलो सिटीतिर के छ आई डोन्ट नो होइन। फ्राइडे चाहिँ अचम्मै भयो। अब थर्सडे उहाँले त्यसरी म इमर्जेन्सी केही छ भने एट्याच गरिदिन्छु भन्नुभएको थियो। फ्राइडे भोलिपल्ट लगभग 10-12 बजीतिर एप्रुभ भनेर आयो है। अघिल्लो दिन उहाँले त्यस्तो कुरा गर्नुभएको, भोलिपल्टै मेरो एप्रुभ भयो भनेर आएपछि चाहिँ एमपीलाई इन्भल्भ गरेको एक दिनपछि नै त्यसरी आयो भनेपछि चाहिँ के क्यानाडामा पनि पावर लाग्दो रहेछ त भन्ने टाइपको पनि क्वेसन उठ्न सक्छ। अब यो पावर सावर भन्दा पनि राम्रो कामको लागि, किन भन्दा मेरो गल्ती गरेर पावर लाग्यो यहाँ त्यहाँ त होइन नि त। राम्रो कामको लागि चाहिँ पावर लाउन मिल्छ भने वाइ नट होइन, त्यो कुरा हो। मसँग अब जम्मै 19 दिन बाँकी थियो। मेरो फ्लाइट आउने दिनको हिसाब लगाउँदाखेरि जम्मा 19 दिन बाँकी छ है। के हुन्छ भने यो त पासपोर्ट रिक्वेस्ट आएको, यो एप्रुभ हुनु, टिआरबी एप्रुभ हुनु भनेको पिपिआर रिक्वेस्ट पासपोर्ट रिक्वेस्ट मागेको हो। उसले पासपोर्ट रिक्वेस्ट मागेपछि हामीले पठाउनु पर्यो आइआरसिसी ओटावामा छ यो सबै केस। यो जुन पासपोर्ट स्ट्याम्पिङ सम्बन्धी काम गर्ने चाहिँ ओटावामा हो। जहाँसुकै हुनुहुन्छ तपाईँ भने पनि ओटावा पठाउनु पर्ने हुन्छ। म अल्बर्टा भएको कारणले गर्दा यहाँबाट पनि ओटावा पठाउनु पर्यो। अब पठाउने तरिका जेनरली उसँग दुईवटा अप्सन छ। एउटा उसले क्यानाडा पोस्टको लागि भनेर पनि त्यहाँनिर इन्स्ट्रक्सन राखिदिएको छ। त्यसको चाहिँ पोस्ट बक्स नम्बरहरू यता त्यता मेल गर्ने एड्रेसहरू सबै राखिदिएको छ क्यानाडा पोस्टको लागि। र अरू चाहिँ जेनरल अरू कुरियर सर्भिसहरूको लागि राखिदिएको छ। अब हामीसँग अप्सन भनेको चाहिँ कि चाहिँ क्यानाडा पोस्टमा गएर डेलिभर गर्नु पर्यो उसले भनेको कुराहरूमा एउटा पिपिआर रिक्वेस्टको जुन पिडिएफ जुन एउटा डकुमेन्ट आएको छ त्यो तपाईँले प्रिन्ट आउट निकाल्नु पर्यो, त्यो पठाउनु पर्यो। अर्को भनेको तपाईँले कुन पासपोर्ट हो तपाईँको अहिलेको रिसेन्ट पासपोर्ट जसमा तपाईँ स्ट्याम्प लगाउन चाहनुहुन्छ त्यो पासपोर्ट जुन अहिले एप्लाई गरेर तपाईँको आयो। अनि अर्को भनेको चाहिँ अलरेडी प्रिपेड तपाईँले पैसा तिरिसकेको प्रिपेड एनभेलप तपाईँको खाम हाल्नु पर्यो। एउटा यताबाट तपाईँले पठाउने खाम भयो, एउटा चाहिँ आइआरसिसीले तपाईँलाई पठाउने खाम पनि तपाईँले नै पैसा तिर्देर पठाउनु पर्ने हुन्छ। त्यही भएर एउटा ठुलो खाम हुन्छ, ठुलो खामको भित्र सानो खाम पनि तपाईँले सानो एनभेलप पनि हालेर पठाउनु पर्ने हुन्छ। एउटा मेन तपाईँसँग एनभेलप भयो, उसले साइज पनि राखिदिएको छ त्यहाँनिर। त्यो मेन एनभेलप भित्र तपाईँले चाहिँ पासपोर्ट रिक्वेस्टको डकुमेन्ट जुन पेज छ त्यो पेज पासपोर्ट भयो अनि सानो एनभेलप हालेर पठाउनु पर्ने हुन्छ। त्यो गर्नको लागि मैले चाहिँ सुरुमा क्यानाडा पोस्ट गएँ के रहेछ त भनेर। फ्राइडे भइसकेको थियो। फ्राइडे जाँदाखेरि चाहिँ उहाँहरूले भन्नुभयो कि त्यस्तो ओभरनाइट सर्भिस यहाँ त्यहाँ भन्ने छैन, प्लस मलाई त अर्जेन्ट चाहिएको छ नि त होइन। अब त्यस्तो ओभरनाइट भन्ने पनि छैन, प्लस हाम्रो चाहिँ मिनिमम पनि 3 देखि 4 वर्किङ डेज हो। कहिलेकाहीँ त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो चाहिँ वर्किङ डेज हो, स्याटरडे सन्डे काम हुँदैन भनेपछि त मेरो त 1 हप्ता त जाने रहेछ क्यानाडा पोस्टबाट पठाउँदाखेरि। 1 हप्ता त उहाँ पुग्नै लाग्ने रहेछ कि पुग्नै 1 हप्ता लाग्ने, अनि आउनलाई फेरि अर्को 1 हप्ता लाग्ने, अनि बाँकी उहाँहरूलाई कति टाइम लाग्ने हो आइआरसिसीमा स्ट्याम्प लगाउने प्रोसेसको लागि। त्यसको तपाईँले हेर्नुभयो भने अप टु 10 डेज भनेर राखिदिएको छ त्यहाँ साइडमा। त्यसको लागि प्रोसेसिङ टाइम छुट्टै केही पनि छैन, अप टु 10 डेज लाग्छ जेनरली भनेर राखिदिएको छ। त्यही भएर क्यानाडा पोस्टमा अब खासै छिटो नहुने भएपछि म चाहिँ अब अरू कुरियर सर्भिसहरू जस्तो प्युरोलेटर, युपिएस, फेडेक्स यस्तो भएको ठाउँमा बुझ्न गएँ। त्यहाँ जाँदाखेरि चाहिँ अब यो फ्राइडे भइसकेको थियो, फ्राइडेको पनि दिउँसो भइसकेको थियो, आजको दिनको कलेक्सन सकिसक्यो भन्ने खालको कुरा भयो। अब कलेक्सन फेरि स्याटरडे सन्डे नहुने हो कि के हो। अनि मैले मेरो एड्रेस आइआरसिसीको एड्रेसहरू यता त्यता हालेर हेर्दाखेरि अर्लिएस्ट एकदमै छिटोमा पनि तपाईँको ट्युसडेको बिहान पुग्छ आइआरसिसीको हातमा अफिस खोल्दाखेरि भन्ने खालको कुरा भयो। तिनैवटामा प्युरोलेटर, युपिएस, फेडेक्स यिनी तिनैवटा हुन् होइन। त्यो कुरा भइसकेपछि अब प्राइसको कुरा कम्पेयर गर्दाखेरि युपिएस अलिकति सस्तो रहेछ। अनि मैले वाइ नट युपिएस, अब एउटै टाइममा जान्छ भने वाइ नट भनेर लगभग $90 जस्तो तपाईँको क्यानाडा पोस्टबाट गर्नुभयो भने लगभग $20-25 काम सकिन्थ्यो भने $90 जस्तोमा मैले युपिएसबाट पठाएँ। युपिएसको फेरि एनभेलपको साइज हेर्नुभयो भने आइआरसिसीले दिएको साइज मिल्दैन, एकदमै ठुलो छ तिनीहरूको। ठुल्ठुलो हालेर मैले पठाएँ। एउटा ठुलो थियो एकदमै ठुलो, अनि त्यसभित्र पनि सानो हालेँ। उनीहरूको सानो भनेको एकदमै ठुलो छ कि, त्यो हालेर पठाइदिएँ र म घर आएँ। त्यसपछि अब फ्राइडे त्यस्तो भयो, मैले पठाइदिएँ। अब त भइहाल्छ नि, मसँग टाइम छ अलिअलि, कति लगभग 18-19 दिन भइहाल्छ नि भनेर म बसेँ। अब विकेन्ड आयो, त्यसपछि मन्डे आयो। अनि मन्डेबाट कुरा हुन्छ ट्युसडे पुग्छ भनेको थियो। मन्डे रातितिर चाहिँ युपिएसको चाहिँ मैले इमेल जुन नोटिफिकेसनहरू आउँथ्यो ट्र्याक गर्ने नम्बर पनि थियो, प्लस उहाँहरूले चाहिँ इमेल सर्भिस पनि हुँदो रहेछ, कहाँ पुग्यो के भइरहेछ भनेर। त्यसमा चाहिँ नोटिफिकेसन आउँछ कि ड्यु टु वेदर 1 दिनको डिले भयो तपाईँको यो पुर्याउनको लागि भनेर। ट्युसडे भनेको थियो, मेरो त वेडनेसडे पो पुग्ने भयो त। अर्को टेन्सन फेरि होइन, टेन्सन माथि टेन्सन। 1 दिन फेरि थपियो। अब ट्युसडे पुग्छ होला, ट्युसडे पुगेर वेडनेसडे, थर्सडे, फ्राइडे 3 दिनमा नहेरेर भ्याउनु हुन्थ्यो कि भन्ने आश थियो। त्यो पनि अब आश गयो। 1 दिन अर्को घाटा लाग्यो। अब के गर्न सकिन्छ र गइसकेको छ। युबिएसलाई सराप्यो, तर के गर्न सकिन्छ होइन। त्यसपछि त्यो भइसकेपछि चाहिँ वेडनेसडे पुगेछ, मैले ट्र्याकिङ गरेर हेरेँ।
नोटिफिकेसन पनि आएको थियो ट्र्याक नम्बर हालेर हेर्दाखेरि डेलिभर्ड अनि टाइम यहाँ त्यहाँ सबै आयो त्यही बिहान वेडनेसडेको बिहानतिर पुगेको रहेछ आइआरसिसीको हातमा म चाहिँ एमपीसँग टच बेसमै थिएँ उहाँलाई यस्तो यस्तो भइरहेको छ यस्तो यस्तो गरी पठाएँ थ्याङ्क यू फर योर हेल्प भनेर जुन एप्रुभ भएको पनि कुरा सुनाएँ प्लस पासपोर्ट पठाएँ भनेर भने उहाँले ट्र्याकिङ नम्बर दिनुहोस् न त म तै पनि केही भयो भने हेरिदिन्छु भन्नुभएको थियो ट्र्याकिङ नम्बर पनि दिएँ एकदमै हेल्पफुल हुनुहुँदो रहेछ त्यसपछि सबै कुरा सुनाइरहेको थिएँ डिले भयो यहाँ त्यहाँ सबै गरिरहेको थिएँ फलोअप उहाँले अब के भयो भन्दाखेरि यो वेडनेसडे गयो थर्सडे फ्राइडे 3 दिनमा त केही हुने कुरा नै भएन केही पनि आएन सुनसान नै भयो होइन नेक्स्ट विकको चाहिँ उहाँले ट्युसडे गएर फलोअप गर्नुभएछ स्ट्याम्पिङ कहिले लाग्छ के हुँदैछ उहाँको भनेर अर्जेन्ट छ यहाँ त्यहाँ भनेर फेरि भनिदिनु भएछ अनि पत्ता लगाउनु भएछ कि मेरो जुन टिआरबीको स्ट्याम्पिङ त्यो जुन स्टिकर छ त्यो चाहिँ प्रिन्ट भइसकेको छ मेरो पासपोर्टमा लगाउन मात्रै बाँकी छ प्रोबेबली भोलि यो सबै कुरा भइसक्छ भन्ने खालको इन्फर्मेसन आएछ त्यो उहाँले मलाई इमेल मार्फत इन्फर्म गराउनु भयो त्यसपछि चाहिँ फाइनल्ली 7औं हप्ताको चाहिँ फ्राइडे उहाँले त्यो ट्र्याक गर्दै हुनुहुन्थ्यो उहाँले त्यो भन्नुभयो आज स्टिकर प्रिन्ट आउट भयो भोलिपल्ट स्ट्याम्पिङ लाग्यो त्यसपछि अब त्यसको अर्को दिन फेरि डेलिभर हुने युपिएसलाई दियो यहाँ त्यही भन्दा भन्दै त्यो फ्राइडे 7औं हप्ताको अब दुई महिनाको टाइम थियो मसँग 2 महिनामा 8 हप्ता हुन्छ भने 7औं हप्ता लगभग 7औं हप्ताको चाहिँ फ्राइडे जस्तो मेरो घरमै डेलिभर भयो त्यसको लागि चाहिँ एकदमै म यहाँको एमपी प्रति एकदमै आभारी छु प्लस एकदमै यो हुन्छ नि प्रोएक्टिभ पाराले गरियो कि अब यो नर्मलै चल्छ होला केही पनि हुँदैन होला भन्दा भन्दै थाहा छैन अब कहाँ के भयो होइन अब यस्तो एप्लिकेसनहरू गुमनाम हुन्छ कि अब धेरैजनामा 100औंजनामा एकजना 1000औंमा एकजना परिन्छ होला त्यस्तोमा परियो त्यो कारणले गर्दा यस्तो यस्तो गरेर यस्तो तपाईँहरूले पनि त्यस्तो केही भएको छ अथवा त्यस्तो केही तपाईँहरूको प्रब्लम आयो भने यो पनि गर्न सक्नु हुन्छ मैले यसबाट के सिकेँ त फाइनल तपाईँहरूको लागि केही टिप्सहरू टिप नम्बर 1 भनेको चाहिँ as soon as you get your PGWP तपाईको PGWP आउने बित्तिकै तपाईको फिजिकल कार्ड नआए पनि तपाईको जब PGWP एप्रुभ भयो भनेर आउँछ नि तुरुन्तै टिआरबी एप्लाई गरिदिनुस् त्यसको छिटै तपाईँ चाहिँ ट्राभल गर्ने प्लानमा हुनुहुन्छ भने त्यसपछि त्यो फिजिकल कार्ड आइराख्नु पर्दैन जस्ट तपाईँलाई चाहिँ टिआरबी एप्लाई गर्ने बेलामा सोध्ने भनेको प्रुफ अफ तपाईँको अहिलेको यहाँको स्ट्याटस सोध्ने हो वर्क पर्मिटको तपाईँको प्रुफ छ भने भइहाल्यो प्रुफ भनेको तपाईँको जुन जिसिकीमा आएको एप्रुभ भनेर आएको त्यो जुन म्यासेज त्यो नै प्रुफ हो भनेर आइआरसिसीमै क्लियरली राखिदिएको छ यो मैले यत्तिकै भनेको होइन है आइआरसिसीमा राखिदिएको छ तपाईँले फिजिकल कार्ड नआए पनि एप्लाई गर्न सक्नुहुन्छ र पछि यदि फिजिकल कार्ड आयो छिटै 1 हप्तामै आयो तपाईँको अझै एप्लिकेसन भइरहेको थियो भने एउटा वेब फर्ममा हालिदिएर पठाइदिनुहोस् त्यो भयो टिप नम्बर 1 सेकेन्ड टिपमा तपाईँको आफ्नो एमपीलाई युज गर्नुहोस् लोकल एमपी गुगलमा सर्च गर्नु तपाईँको सिटी कुन हो तपाईँको सिटी टाउन के हो त्यो हानेपछि तपाईँको एमपीको नाम आउँछ मेम्बर अफ पार्लियामेन्ट उहाँलाई इमेल गर्नुहोस् इमेलहरू पनि त्यहाँ प्राप्त हुन्छ इमेल गरेर चाहिँ उहाँसँग आफ्नो केसहरू राख्न सक्नुहुन्छ मेरोमा विदिन 24 आवर्स रिप्लाई आएको थियो भने प्रोबाब्ली तपाईँको पनि त्यस्तो हुनसक्छ त्यो पनि गर्नु नछुटाउनु होला टिप नम्बर 3 भनेको एटलिस्ट 2 to 3 months भन्न त 2 महिना भनेर आइआरसिसीले राखिदिएको छ तैपनि तपाईँहरू चाहिँ एटलिस्ट 2 देखि 3 महिना लगभग 2 देखि 3 महिना गर्नु होला तपाईँको वेटिङ पिरियड सो द्याट त्यतिभित्रमा त आउँछ जस्तै पनौती लागे पनि भन्ने कुरा हो क्या त्यही भएर 2 देखि 3 महिनाको बफर जोन बफर टाइम जस्तो राखेर मात्रै एप्लिकेसन सबमिट गर्नु होला ट्राभल प्लान त्यो अनुसार गर्नु होला टिप नम्बर 4 भनेको चाहिँ वर्स्ट केसमा यो अब केही गर्दा पनि यो सबै कुरा मिलाउँदा पनि तपाईँको ट्राभल गर्नै पर्छ इमर्जेन्सी केस छ यहाँ त्यहाँ भने आत्तिनु पर्दैन तपाईँको यतापट्टि एप्लाई भइसकेको छ पासपोर्ट रिक्वेस्ट आएको छैन भने आउँदै गर्छ तपाईँ चाहिँ नेपाल गएर अब कति बस्नको लागि जाँदै हुनुहुन्छ नेपाल गएर पनि पासपोर्ट तपाईँको रिक्वेस्ट आउँछ आइआरसिसीलाई खबर गर्नु होला म नेपाल जाँदैछु यस्तो यस्तो केसको लागि मेरो यस्तो यस्तो प्रब्लम छ भनेर चाहिँ कोही फर्म अथवा फोन गरेर खबर गर्न सक्नुहुन्छ त्यसपछि तपाईँ जानुहोस् उहाँ गएर पासपोर्ट रिक्वेस्ट आयो भने पनि पासपोर्ट रिक्वेस्ट सबमिसन गर्न चाहिँ यहीँ क्यानाडामा मात्रै सबमिट गर्नुपर्छ भन्ने छैन नेपालको पनि भिएफएक्सहरू छ त्यहाँ गएर अथवा तपाईँ कुनै अर्को देश जाँदै हुनुहुन्छ भने त्यहाँ पनि भिएफएक्स हुन्छ त्यहाँको नजिकको भिएफएक्समा गएर चाहिँ तपाईँले आफ्नो पासपोर्ट सबमिट गर्नुभयो भने त्यहाँको कति छ त्यहाँको लाग्ने टाइम त्यो टाइम अनुसार तपाईँको प्रोबेबली त्यसमा भइहाल्छ यही नै थियो आजको भिडियो अर्को भिडियो नेक्स्ट विक बाँकी कुरा अर्को भिडियोमा